Hello guys, welcome to back new vlog. So आज चाहिँ हामीहरु माछा मार्न आएको। अहिले चाहिँ खोइमा माछाको उतो थैली। सो अहिले चाहिँ हामीले लगभग यति जति माछा मारिसक्यौं हैन। त्यो पनि हातले समातेर। गाइस, एउटा माछा छराइसक्यो यी। अर्को नि आयो। ओ यो त कस्तो भाग्यो। छिराए साथी साथी। ल हनुन भाइले चाहिँ यहाँ एकचोटि यहाँ छ है माछा समात्दै हनुलाई आयो गाइस कत्रो ठुलो ठुलो पनि चिप्लो पनि लाखा अर्को नि आयो गाइस लाखा हाम्रो अर्को नि आयो अर्को नि आयो अर्को नि एउटा त्यो नि ल्या क्याच हान्दिउँ भने माछा नो फ्री उफ्रिनुहुन्न त्यो ल एक पुडको माछा आइजो मेरा बाबु उयो खोल याला यो मुनादेखि गएको त्यो बोल्नु गाइस आज चाहिँ हामी माछा ल्याएको छ माछा खलास पारिनु अघि। त्यही देखाइ खानुपर्छ अरे है अर्को नि आयो माछा चाहिँ यत्रो छ हाम्रो चाहिँ यत्रो ओइ गाइस कत्रो ठुलो आम्मा ओ माका ओइ कहाँ गा पहाडीबाट खोगा घर चाहिँ थाहा होइन सो गाइस माछा खाना भयो भने आउनु होला हैन। सो हामी चाहिँ यता यति जति चाहिँ मारिसकेको छौँ। त्यही खाना आउनलाई हाम्रो घरबाट भन्नु पर्यो नि। सो वाचिङ द फुल भिडियो हैन। सो तपाईहरुलाई वाचिङको लागि धेरै धेरै थ्यांक यू। सो सपोर्टको लागि पनि धेरै धेरै थ्यांक यू है। तपाईहरुले सब्स्क्राइब गरिदिनु भयो धेरै धेरै थ्यांक यू सो मच। अरे हैन सो यो देख्न सक्नुहुन्छ तपाईहरुले अझै मार्ने छौँ अझै छ भन्नु अझै मार्छु। सो जाडो चाहिँ एकदम जाडो छ है। फेरि यहाँ घाम लागेको छैन। घाम चाहिँ उता भित्तामा मात्र लागेको छ यता भित्तामा चाहिँ लागेको छैन। ऊ गाइस माछा भेट्यो छुडा एउटा माछा बाबु माछा बाबु अब अझ देल्ला भन्दैछ तँलाई मसँग पैसा छैन भयो भने 500 दिउँला जिस्काइ फेरि आउनु आजको हाम्रो ब्लग यहीँसम्म छ। सबैलाई बाइ सबैजनालाई मजा आ गया भाई मजा आ गया ये